नमस्कार सबैलाई स्वागत छ हाम्रो युट्युब च्यानल द स्टोरीमा। आज हामी सुनाउन गइरहेछौँ एउटा लोभी बाघको कथा। केही लामो समय अगाडिको कुरा हो। एक घना जङ्गलमा एक बाघ बस्थ्यो। उसलाई धेरै मोटो र तृप्त बन्ने इच्छा थियो, तर जे जति उसले शिकार गर्थ्यो त्यसले उसलाई तृप्त गर्न कहिल्यै सक्दैन थियो। एक दिन बाघले एउटा दुब्लो र कमजोर मृगलाई देख्यो। बाघले सोच्यो, यो त मलाई सजिलै खाने मिठो खानेकुरा हुनेछ। उसले मृगलाई भन्यो, मित्र मृग, म धेरै भोकाएको छु, के तिमी मलाई खाना दिन सक्छौ? यही बाटो थियो र उसले बुझेको पनि थियो र उसले बाघलाई जवाब दियो, कृपया शक्तिशाली बाघलाई नखाऊ। म एक सल्लाह दिन्छु। अर्को जङ्गलको त्यो भागमा झुन्ड भएर यदि तिमी मलाई बचाउँछौ भने लालचीले भरिएको बाघले मृगलाई बचाउन स्वीकार्यो र सोच्यो, त्यो झुन्डको मृगहरूलाई पकड्न मलाई अझ बढी मांस मिल्नेछ। मृगले बाघलाई जङ्गलको अर्को भागमा पुर्यायो जहाँ धेरै मोटो र स्वस्थ मृगहरू थिए। त्यसपछि मृग भाग्न सफल भयो र बाघलाई केही पनि नपाई निशब्द बन्यो। यो कथाले हामीलाई के सिकाउन चाहन्छ भने हामी धेरै लोभ पनि गर्नु हुँदैन। हामी जे छ त्यसमै हामीले सन्तुष्टि रहन सिक्नुपर्छ अनि हामी खुसी हुन्छौँ।